यो कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि हो। के मान्छे सधैँ राख्ने गर्छौँ हामीले हरेक फङ्सनमा, कहिले पनि देखा पनि पर्दैन, केही गर्दैन। त्यस्तो खालको मान्छेहरू पनि खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई। त्यस्तो नाम चाहिँ नआउने, कहिले पनि नआउने नाम चाहिँ सधैँ टाँस्नुपर्ने पद हुँदाको कारणले खुदै व्यक्तिलाई कुनै अर्थै छैन, महत्त्वै छैन, वास्तै छैन भने त्यो सधैँ नाम झुन्ड्याइरहने नि। हाई लेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्ने, तर एकपल्टको कुरा होइन, दुईपल्टको होइन, तीनपल्ट होइन, तीनपल्ट लगातार आएन भने त कतै जान्छ। त्यस्तो ठाउँमा 4 पल्ट 5 पल्ट जतिपल्ट पनि कुनै जसलाई न चाड न पर्व न केही कुनै वास्ता नभएको, त्यस्तोमा सधैँ बोलाउनु पर्ने, हामीलाई त्यो बाध्यता हुने, अनि आउनुपर्ने मान्छेलाई बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्कोपल्टसम्ममा सोधी खोजी गर्नु होला, हेर्नु होला रेकर्ड। को एकपल्ट पनि आउँदैन, त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउने होइन, आउन सकिन्न भनेदेखि नाम नराख्नु। हरेकपल्ट इतिहास चाहिँ बनिरहने, नाम चाहिँ छापिरहने, हरेक ठाउँमा पढिबाँचे हामीले पवित्र नाम गरिरहनु पर्ने।